नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजरानीले एक कार्यक्रमका बीच बिमा रकम परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ। संस्थामा आबद्ध ललिता सारू मगरले वित्तीय संस्थाबाट रु 6 लाख कर्जा उपभोग गर्नुभएको थियो। संस्थाले समवेदना प्रकट गर्दै 6 लाख कर्जा रकम मिना र काजक्रिया खर्च बापत रकम रु 25,000 राजरानी शाखाका शाखा प्रबन्धक श्री जीवन युपानीले हस्तान्तरण गर्नुभएको थियो। साथै तिरिसकेको कर्जा पनि संस्थाले फिर्ता गरेको छ। यसै कार्यक्रमका बीच यसै केन्द्र नम्बर 039 लाभा नेशनल महिला केन्द्रकी केन्द्र प्रमुख बिना राई भन्नुहुन्छ, अन्य संस्थाभन्दा फरक तरिकाले काम गर्दै आइरहेको छ भन्नुहुन्छ यसै केन्द्रकी केन्द्र प्रमुख बिना राई। यो बिमाको बारेमा यो बिमा चाहिँ मलाई पनि स्पष्ट थाहा थिएन, किनभने थाहा त थियो तर पनि यो परेको थिएन। त्यही भएर यो स्पष्ट हामी थिएन यो बिमाको विषयमा, किनभने जति बिमा छ जस हामी लिएको रकममा चाहिँ अब जति बाँकी छ त्यो बिमा हुन्छ भन्ने पक्ष हामी त्यही धारणा थियो हाम्रो, किनभने अरू संस्थामा त्यही छ। अनि आज मलाई अलिकति विशेष लाग्यो यो संस्थामा चाहिँ बिमाको बारेमा। संस्थाले सामाजिक कामको रूपमा परिवार विपदमा परेको बेला सम्बोधन गर्ने नाफामुखी मात्र नभई सेवामुखी भएको सामाजिक रूपमा काम गरेको भन्नुहुन्छ स्थानीय बुद्धिजीवी सुभाष थापा मगर। यो बिमा रकमले उहाँको केही धेरै ऋणहरू थियो, त्यो सम्बन्धी पनि उहाँलाई समस्याहरू हुन्छ भन्ने मलाई आश गरेको छु मैले, र अरू सदस्यले पनि अब गरेको छैन भने गर्नुहोला, मेरो अनुरोध छ। बिमा सम्बन्धी आफ्ना केही भनाइहरू राख्दै हुनुहुन्छ 6 नम्बर बुधबारे शाखाका शाखा प्रबन्धक श्री डम्बर लिम्बू। धेरै कुरा मैले पनि बोल्न चाहिने, किनकि टाइमको मध्यनजर गर्दै मैले चाहिँ यति नै होइन मेरो मन्तव्य राख्न चाहे। समवेदना प्रकट गर्दै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसायी उद्यमी र पिछाडी परेका सदस्यहरूलाई कर्जा वितरण गरेको र कर्जा मिना हुन्छ भन्ने सुनेको मात्र थिएँ, आज देख्न पाएँ, अन्य संस्थाहरूभन्दा फरक पाएँ भन्नुहुन्छ 24 गाउँपालिका वार्ड नम्बर 2 का वडा अध्यक्ष एनोज तुम्सा। बिमा चाहिँ गरेको हुनाले चाहिँ उहाँले चाहिँ तिरेको रकम है फिर्ता पाउने र चाहिँ बाँकी रकमलाई चाहिँ तिर्नु नपर्ने भनेपछि मैले सुनेको थिएँ, आज चाहिँ देख्न पाएँ यहाँनिर है। यो चाहिँ कुरालाई चाहिँ म यहाँनिर चाहिँ सम्पूर्ण साथीहरूलाई म सेयर गर्नेछु। अब हामी समवेदना वाचन गर्न गइरहेका छौँ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड हार्दिक श्रद्धाञ्जली। भाका भुल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो, इन्द्रै बिन्ती गरौँ नझुकेर पदमा त्यो बिन्ती मान्दैनथ्यो, थुप्रोमा उदिने मिठो र नमिठो रोजेर छान्दैनथ्यो, आयो टप टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैनथ्यो। जन्म मिति विक्रम सम्वत 2022, स्वर्गरोहण विक्रम सम्वत 2082 साउन 20 गते, स्व ललिता स्वरू मगर। यस नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजरानी केन्द्र नम्बर 039 की सदस्यले यस संस्थामा मिति 2072 2 महिना 26 गतेदेखि कारोबार गर्दै आउनुभएकी श्री ललिता सारू मगरको विक्रम सम्वत 2022 मा जन्म भई यही मिति 2022 4/20 गते मङ्गलबारका दिन 60 वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड परिवार अत्यन्त दुःख एवं मर्माहत भएका छौँ। स्वललिता स्वरू मगरको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन लगायत सम्पूर्ण आफन्तजनहरूमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौँ। केन्द्र नम्बर 039 लाभा नेशनल महिला समूह तथा राजारानी शाखा परिवार।